कहाँबाट पाउनुहुन्छ? हामी एग्रोभेटहरूबाट लिन्छौँ। एग्रोभेटहरूबाट? हजुर। यसमा तपाईँले यो माटो परीक्षणहरू सबै गराउनुहुन्छ? हामी चाहिँ गर्दैनौँ, हजुर। अरूलाई चाहिँ भनेपछि गर्न आउँछन्। एकचोटि चाहिँ गरेका थियौँ हामी। हजुर। एकचोटि गरेका थियौँ, अहिले चाहिँ गरेका छैन। अहिले चाहिँ अब त ज्ञान केन्द्रबाट हजुर पिएच मेसिन चाहिँ मँगाइदिएछ, त्यसपछि चाहिँ आफै गर्छौँ हामी। हजुर। हाम्रो मुक्तिनाथको टोखा शाखासँग कति भयो हजुरहरूको कारोबार? दाइको करिब 8 महिना भयो जस्तो। 8 महिना भयो है। मुक्तिनाथभन्दा अगाडि अरू कुनै संस्थाहरूसँग कारोबार गर्नुभएको थियो? छैन। छैन है। आफ्नो व्यक्तिगत रूपमा लगानी गर्नुभएको थियो? अरू सहकारीहरूसँग पनि गर्नुभएको थिएन? सहकारीसँग पनि छैन। हजुर। कतै चाहिँ मेरो कृषि योजना यस्तो छ, यसमा लगानी गर्नु पर्यो भनेर संस्थाहरूसँग मुक्तिनाथभन्दा पहिला चाहिँ कतै प्रस्ताव राख्नु भएको थियो? यो एउटा चाहिँ BO2 भन्ने चाहिँ एउटा संस्था थियो, यो लगनखेलको पुल चोक्नेरै हो कि जस्तो लाग्छ मलाई। हजुर। उहाँहरूले चाहिँ भनिरहनु भएको थियो। अब हजुर उहाँहरूको स्किम के हो थाहा भएन। अब त्यसपछि खासै गरेन। त्यतिखेर चाहिँ एकचोटि चाहिँ उहाँसँग चाहिँ टेन्टेटिभली अनौपचारिक कुरा चाहिँ भएको हो। अरू चाहिँ केही पनि भएको छैन। अरूसँग केही त्यसरी चाहिँ कुरा राख्नुभयो, प्रस्ताव राख्नुभयो, तर उहाँहरूले कुनै मतलब गर्नु भएन। त्यो पनि आफूले पनि खासै त्यो स्केलमा आफूले पनि नपुग्या होला। अब त्यो आफूले अनि त्यो आफ्नो पहुँचभन्दा बाहिर गयो। हजुर। कुन व्यवस्थापनमा जाने आफूलाई थाहा नभएपछि हजुर आफूले खासै केही गरिरहेन। हाम्रो यता मुक्तिनाथबाट अहिले कति कारोबार गरिरहनु भएको छ? कति रकम लिनु भएको छ कर्जा? दाइले 3 लाख। 3 लाख लिनुभएको छ। त्यस्तो अप्ठ्यारो गाह्रो त केही परेन? छैन। हजुर। सजिलै छ, किस्ता भन्ने पनि सहजै छ। हजुर। मासिक रूपमा किस्ता तिर्दा भइहाल्यो होइन? त्यसमा पनि अब तपाईँहरूलाई होइन, अझ सबै ब्याङ्कहरूको अहिलेसम्म हेर्दाखेरि जहाँसम्म लाग्छ सजिलो ब्याङ्कै जस्तो। हजुर। मैले चाहिँ अब यसको पुरानो आधार भन्नुपर्दाखेरि चाहिँ होइन, अहिलेसम्म चाहिँ यो राष्ट्रिय स्तरको विकास ब्याङ्कमा चाहिँ 1 नम्बरको छ। यसको मुख्य आधार भनेकै तपाईँ हामी एउटै लेभलका मान्छे, खेती किसानी गर्ने मान्छेहरूलाई नै उहाँहरूकै साथ सपोर्टले गर्दाखेरि नै यहाँसम्म आइपुगेको ब्याङ्क हो होइन? त्यसले गर्दाखेरि कृषि क्षेत्रमा पनि लगानी हाम्रो, जस्तै हामीले जम्मा हाम्रो ऋण 100 रुपियाँ लगानी छ भने 30 रुपियाँ चाहिँ हामीले कृषि क्षेत्रमा लगानी गरेका छौँ। अरू ब्याङ्कहरूको हेर्ने हो भनेदेखि त्यो पनि जबरजस्ती राष्ट्र ब्याङ्कले नियम बनाइदिएर 100 रुपियाँ लगानी गरेको छ भने 5 रुपियाँ चाहिँ लगानी गर है भनेको अवस्था छ भने हामीले चाहिँ 30 रुपियाँ लगानी गरिरहेको अवस्था छ। 30% चाहिँ हाम्रो कृषि क्षेत्रमा लगानी छ कि। होइन, अभ्यासले पनि देखाउँछ यो कति सहज र असहज होइन? हजुर। अब जस्तै कृषि विकास ब्याङ्क भनेको छ, अब नाममा छ, उहाँहरूको निर्देशिका नियमावलीले के भन्छ थाहा छैन। हजुर। किसानभन्दा पहुँच बाहिरै देखिन्छ। काम गर्न जे पनि सहज भयो भने दोहोरो चाहिँ फाइदा लिने सकिने दिन सकिने हुन्छ। त्यो नभइकन त हाम्रो चाहिँ के छ भने मुख्य नारा नै तपाईँको जनता ब्याङ्कमा होइन, ब्याङ्क जनतामा जानुपर्छ भन्ने मुख्य नारा नै हो कि ब्याङ्कको। त्यो चाहिँ अब जनताले चाहिँ ब्याङ्कसम्म धाएर सेवा सुविधा लिने होइन कि जनताकै घर दैलोसम्म पुगेर सेवा सुविधा दिनुपर्छ भन्ने हाम्रो धारणा चाहिँ। त्यो हिसाबले यसरी ब्याङ्कका कर्मचारीहरू फिल्डमै आएर सबै थोक गरेर चाहिँ तपाईँको कागज प्रक्रिया चाहिँ फिल्डमै कलेक्सन गरेर, कतिले त तपाईँले कागज लिएर अफिसमा आउनुहोस् भन्छन् होइन? हामी त घर दैलोमै पुगेर कागजपत्र लिएर सकभर ग्राहकहरूलाई दुःख नदिइकन सेवा दिउँ भन्ने धारणा राख्छौँ कि। एकदम ठिक छ, राम्रो कारोबार गर्नु होला होइन? अब बिस्तारै अब कारोबार बढ्दै गइसकेपछि तपाईँले राम्रो योजनाहरू ल्याउनु भयो, राम्रो काम गर्नु भनेदेखि हाम्रो 10 लाखसम्म त बिना धितो नै छ कृषि क्षेत्रमा होइन? अब सुरुमा तपाईँले अहिले 3 को गर्दै हुनुहुन्छ, पछि परियोजना बढाउँदै लानुभयो, राम्रो गर्दै जानुभयो होइन? मुख्य भनेको ब्याङ्कले तपाईँले विश्वासिलो किसिमले काम गर्दै जानु भने ऋण त दिन्छ, त त्यसको सदुपयोग पनि हुनु पऱ्यो होइन? त्यो किसिमको विश्वास दिलाउँदै लाग्नुभयो, आफूले पनि राम्रो गर्नुभयो। पहिले हामीले फलानुलाई लगानी गर्दाखेरि चाहिँ राम्रो गर्नुभयो है भनेर हामीले चाहिँ माथि हेड अफिस भन्दाखेरि पनि अथवा चाहिँ नियामक निकायमा भन्दाखेरि पनि त्यो ठाउँ राख्नुभयो भने बिना धितो पछि बढाउँदै लान सकिन्छ है। सहकारी अब व्यवसायले त्यही अनुसार हेरेर भइहाल्छ। हजुर। नर्सरीहरूलाई पनि फोकस हुन्छ होला? हुन्छ, नर्सरी र
प्लस यो एग्रो हामीले प्रोडक्ट गरेकोलाई चाहिँ बाहिर चाहिँ बेच्ने पसलसँग पनि जोड दिँदाखेरि त्यो पनि हुन्छ होला है, जोड दिन्छ होला है, त्यो व्यवसायलाई पनि गर्न मिल्छ है। हजुर त्यो पनि सुरु गर्ने चाहिँ प्लान छ। ग्रिनल्यान्डतिर चाहिँ आफैले माथि पसल छ अहिले हाम्रो है। हजुर त्यहाँ कुखुराको मासुको पसल, त्यो बोइलर, हजुर तरकारीहरूको राखेको छ, आफैले राख्नु भएको छ। आफैले छ हजुर पसल चाहिँ त्यसलाई अर्कै दर्ता चाहिँ गर्ने तयारीमा छ। हजुर त्यसलाई चाहिँ यहाँभन्दा अलि स्केल अप गरेर ग्रिनल्यान्डतिर सार्ने कि भन्ने चाहिँ सोच पनि छ। त्यतातिर पनि गइन्छ होला। त्यतिखेर चाहिँ यो कौशी खेतीलाई पनि हजुर अलिकति समावेश गरेर हजुर बेर्नाहरू पनि बेच्ने, प्रेरणाहरू भयो त्यसका चाहिँ त्यो कौशी खेतीमा लाग्ने माटो, बालुवा, त्यो मल, त्यसमा भयो भाँडाहरू भयो, प्लास्टिकहरू भयो। हजुर सबै चाहिँ हजुर गरेर ऊ पनि कन्सल्टेन्सी हजुर टाइपको पनि सहयोग गर्ने गरे पनि प्लान चाहिँ गर्दैछु मैले चाहिँ। हजुर त्यो सँगसँगै अब भाडा मात्र तिरेर भएन, अलिकति लेखाली खालको, अलिकति ताजा, हजुर अलि लोकल खालको चाहिँ अन्नबाली दलहन पनि लिएर पनि त्यो पनि राख्ने कि भन्ने भएको छ। अलिकति ठाउँ पनि हेरिँदैछ। ठिक छ, राम्रो गर्दै जानु होला है। हाम्रो तर्फबाट त्यसमा साथ सहयोग रहन्छ नि। हजुर हस् हजुर।